सबैजनालाई नमस्ते। मेरो नाम चाहिँ प्रद्युमन ठाकुर। आज चाहिँ फेरि हामीले नयाँ भिडियोमा तपाईहरुको अगाडि आइसकेको छौं। र आज चाहिँ हामीले के कुरा गर्न गइरहेको छौं भनेको मेरो 10 क्लासको भाइ बहिनीहरुले एक्जाम दिएर बसेको छ भनेर र 11th क्लासमा कुन सब्जेक्ट लिएर पढौं भनेर त्यसैको बारेमा आज चाहिँ हामीले कुरा गर्न गइरहेको छौं। र तपाईहरुले यो भिडियोमा नयाँ हुनुहुन्छ भनेर लाइक कमेन्ट शेयर गर्न नबिर्सनु होला भनेर भन्छु। सबभन्दा अगाडि हामीले के गरौँ कि यो भिडियोको अगाडितर्फ हामीले बढौं। र सबभन्दा अगाडि के भन्छु कि जब 10th क्लासमा राम्रो मार्क आउँदैन भनेर धेरै स्टुडेन्टले भन्छ कि म साइन्स पढ्न लायक भएन हैन, म्यानेजमेन्ट पढ्नै सकिदैन रे, यति थोरै जीपी आयो भनेर धेरै स्टुडेन्टले यही सोचेर आफ्नै अर्को सब्जेक्ट लिएर पढ्ने गर्छन् भनेर हैन। तपाईहरुको मार्क डिसाइड गर्दैन कि तपाईले कुन सब्जेक्ट लिएर पढ्न सक्नुहुन्छ भनेर। तपाईले यो हेर्नुस् कि तपाईको भित्र कति कन्फिडेन्स छ कि मैले यो सब्जेक्ट लिएर पढे भने राम्रो गर्न सकिन्छु भनेर हैन। जस्तै मेरो 60% आयो भनेर कसैले सोच्न थाल्छ कि मैले त साइन्स लायक भएन हैन, म साइन्स पढ्नै सकिदैन भनेर हो हैन। त्यो हेर्दैन कि तपाईको भित्र कन्फिडेन्स छ कि म राम्रो गर्न सकिन्छु, मैले साइन्स लिएर पढे भने म राम्रो गर्न सकिन्छु भनेर। त्यो हो ओके। तपाईले लिएर पढ्नुस् नि, राम्रो गर्न सक्नुहुन्छ भनेर त्यो कन्फिडेन्सले तपाईले अगाडि बढ्नुस्। र धेरैजनाले सबभन्दा अगाडि तपाईले के भन्नुस् कि तपाईहरुको राम्रो मार्क आयो, तपाईले साइन्स लिएर पढ्न सक्नुहुन्छ भनेर अलराउन्डर हुनुहुन्छ, तपाईले कुन जुनसुकै पनि काम गर्न सक्नुहुन्छ भनेर हो। तपाईले जस्तै 12th क्लास पास गर्नुभयो, तपाईले साइन्स लिएर पढ्नु भएको छ भनेर तपाईले म्यानेजमेन्टको फिल्डमा पनि जान सक्नुहुन्छ, साइन्सको फिल्डमा जान सक्नुहुन्छ, इन्जिनियरिङ पढ्न सक्नुहुन्छ, डाक्टर बन्न सक्नुहुन्छ, हरेक थोक गर्न सक्नुहुन्छ जब साइन्स पढ्नुभयो भने। किनकि साइन्स पढ्नुभयो भने अलराउन्डर हो के। तपाईले जुनसुकै पनि कम्पनी कुनै पनि ठाउँमा गएर तपाईले काम गर्न सक्नुहुन्छ। जस्तै म्यानेजमेन्ट भयो, म्यानेजमेन्ट तपाईले गर्नु छ भनेर सबभन्दा अगाडि तपाईले बिजनेस गर्नुपर्छ, कुनै पनि वा कुनै पनि ब्याङ्कमा गएर काम गर्नुपर्छ। अरु नै पनि छन् भनेर हो हैन, अरु धेरै छन् त्यसमा पनि मिले। अरे एजुकेसन तपाईले टिचर बन्न मन लाग्छ भनेर तपाईले टिचर बन्न मन लाग्छ भने एजुकेसन लिएर पढ्नुस्, राम्रोसँग तपाईले बोल्न स्किल गर्नुस् र कम्युनिकेसन स्किल बिल्ड गर्नुस् कि म कुनै पनि स्कुलमा कुनै पनि कलेजमा म गइरहेको छु भनेर बोल्ने तरिका कस्तो छ मेरो, र स्टुडेन्टहरुले म पढाउँछु भने बुझ्न सकिन्छ भनेर सकिदैन भनेर, स्टुडेन्टहरुलाई कस्तो तरिकाले पढाउँछु भनेर बुझ्छ भनेर, त्यो तपाईको भित्र कन्फिडेन्स छ भनेर तपाईले एजुकेसन लिएर पढ्नुस् के। तपाईले आफ्नै कम्युनिकेसन स्किल बिल्ड गर्नुस् र टिचर बन्न लायक हुनुहुन्छ। त्यस्तै तपाईले कुनै पनि आर्टिस्ट मन लाग्छ, तपाईले आर्ट लिएर पढ्न मन लाग्छ, तपाईले आर्ट पनि लिएर पढ्न सक्नुहुन्छ। तपाईले होटल म्यानेजमेन्ट, मैले खाना पकाउनमा धेरै इन्ट्रेस्ट छ मलाई हैन, त्यस्तै मैले खाना बनाउनमा धेरै इन्ट्रेस्ट छ, तपाईले बनाउन सक्नुहुन्छ। होटल म्यानेजमेन्ट तपाईले पढ्न सक्नुहुन्छ भनेर म भन्छु हैन। मिठो गाले हो, तपाईले होटल म्यानेजमेन्टको पढाइ पढ्नुभयो, तपाईले त्यहाँबाट स्कुलबाट सर्टिफिकेट निकाल्नुभयो, 12th क्लास पास गर्नुभयो, त्यसपछि तपाईले बाहिर पनि जान सक्नुहुन्छ भनेर हो। दुबई जानुभयो, टन्नै पैसा कमाउनुहुन्छ, होटल म्यानेजमेन्ट तपाईले पढेर जानु भएको छ भनेर तपाईले यो सोचेर नबस्नुस् कि कुन सब्जेक्ट लिन्छु भनेर। तपाईले साइन्स पनि लिनुहुन्छ भनेर बेटर हो, म्यानेजमेन्ट लिनुहुन्छ भने बेटर हो, एजुकेसन लिन सक्नुहुन्छ, आर्ट लिन सक्नुहुन्छ, होटल म्यानेजमेन्ट लिन सक्नुहुन्छ। तपाईले कुन सब्जेक्ट राम्रो लाग्छ त्यो सब्जेक्ट लिएर तपाईले पढ्न सक्नुहुन्छ रे। जस्तै म्यानेजमेन्ट, मलाई जस्तै कुनै पनि बिजनेसमा गएर राम्रो काम गर्न सकिन्छु भनेर, म बिजनेस राम्रो खासी गरिदिन्छु भनेर, आफ्नै एउटा बिजनेस चलाउँछु भनेर म्यानेजमेन्ट लिएर पढ्नु भयो भने अगाडिसम्म बढ्न सक्नुहुन्छ। जस्तै मलाई साइन्स पढ्नु छ, मलाई इन्जिनियरिङ बन्नु छ भनेर तपाईले साइन्स पढ्नै नि पर्छ भनेर हो हैन। इन्जिनियरको फिल्डमा जानु छ भनेर तपाईले साइन्स पढ्नुपर्छ, डाक्टरको फिल्डमा जानु छ भनेर साइन्सको बायोलोजी लिएर पढ्नुपर्छ भनेर जानु सक्नुहुन्छ तपाईले। जस्तै आर्ट भयो, मलाई आर्ट ड्रइङ बनाउन धेरै इन्ट्रेस्ट हुन्छ भने आर्ट लिएर पढ्यो भने तपाईहरुलाई पनि राम्रो लाग्छ भनेर हो हैन। त्यसपछि होटल म्यानेजमेन्ट, मलाई खाना पकाउन मन लाग्छ भने त्यो पनि लिएर भन्नुहुन्छ। सिलमा पढ्नुस् है, जुनसुकै पनि सब्जेक्ट लिएर पढ्न सक्नुहुन्छ, सबै सब्जेक्ट सजिलो हुन्छ भनेर हो। तपाईको पढ्ने तरिका, तपाईको पढ्ने कन्फिडेन्स हेर्ने गर्छन् के। मेरो राम्रो मार्क आएन भने म पढ्दैन भने सिलमा नबस्नु होला तपाईहरु। तपाईले के गर्न छ, मलाई तपाईले रिलेटिभ के लाग्छ त्यो हिसाबले लिएर पढ्नु होला। आफ्नै मनभित्र एउटा जिज्ञासा हुन्छ कि नि, मैले यो सोचेको छु भनेर यस्तो यस्तो काम गर्छु, म अगाडि जान्छु, मलाई डाक्टर बन्नु छ, मलाई इन्जिनियरिङ बन्नु छ, मलाई बिजनेसम्यान बन्नु छ, हरेक थोक छ तपाईहरुको अगाडि। तपाईहरुले भन्ने के छ त्यो अगाडि सोच्नु होला। तपाईहरु मनभित्र तपाईहरुले के बन्न मन लाग्छ भनेर त्यो सोच्नु होला सबभन्दा अगाडि तपाईहरु, अनि बल्ल तपाईहरुले चुज गर्नु होला। सबै सब्जेक्ट सजिलो हुन्छ भनेर हो के, तपाईको मन के छ त्यो लिनु होला है। हस्, धन्यवाद। मेरो भिडियोमा तपाईहरुले नयाँ हुनुहुन्छ भने हस् धन्यवाद। लास्टसम्म भिडियो हेर्नु भएको छ भनेर